यो चाहिँ फिसिङ रड, यो चाहिँ उयो हो त्यसको त्यो घुमाउने रोल। मलाई चाहिँ यो टेक्निक चाहिँ एकदमै बकवास लाग्यो अनि मैले आज अर्को टेक्निक अपनाएको छु। यो चाहिँ अब फिट गरिराख्नु पऱ्यो, यो मिलाइराख्नु पऱ्यो। यसको दोरी पनि एकदमै सानो हुन्छ, मेरो ख्यालमा 0.1 mm 2 mm यस्तो होला। यो एकदमै सानो, चुटिहाल्ने अनि जेमा पनि अड्किहाल्ने, फसिहाल्ने। यसको सिस मिलाउनु पऱ्यो। यो चाहिँ एकदम मलाई मन परेन। अर्को यो चाहिँ नयाँ तरिका मैले अपनाएको छु माछा मार्नको लागि। यो चाहिँ अब उयो भयो, यो रोल भयो। यो भनेको 5 mm को डोरी हो। यो डोरी चाहिँ 5 mm को छ यो डोरी, अनि 200 मिटर लामो छ। अनि यो चाहिँ हुक हो, यो हुक 14 साइजको हुक हो। कम्तीमा पनि 7 kg को माछा चाहिँ मजाले तान्छ यसले। अनि यो चाहिँ रड हो, यो पानीमा उयो बाहिर माथि नतरियोस् भित्र चोप्नुको लागि चाहिँ यो फलाम हो, रड हो। फलाम जस्तै हुन्छ यो रड हो। यो बिचको भाग छ नि दुलो, यो दुलोमा डोरी छिराउने हो। अनि यो डोरी छिराएपछि चाहिँ यसमा डोरी छिराएपछि चाहिँ अब म तपाईँलाई सेट देखाउँछु। बनाएको सेट यस्तो हुन्छ। यो हुक यो हुक छ, यसमा चारो हालेर अनि यो चाहिँ उसको गाँठो भयो। यो यससँग झनै यतिको डिफेन्समा राखेको छ, मतलब 1 फिटको डिफेन्समा, 1 फिट अथवा 2.5 फिटको डिफेन्समा राख्दा पनि केही फरक परेन। अनि यसलाई चाहिँ यसरी झटारिदिने हो, यो पोको पारेर पानीमा फ्याँकिदिएपछि अनि यसले बेर्दै तान्ने हो। यो सजिलो हुन्छ, मिलाइराख्नु परेन। अनि इनकेस अफ यो चुट्यो पानीमा गएर अथवा यो फस्यो भने यसको लागि एक्स्ट्रा यहाँ छ है। अनि यो एक्स्ट्रा भयो, तर यो चाहिँ एकदमै काम छैन। यो अब यो मिलाउनु पर्छ, हरेक कुरा हुन्छ यसको। यो पाटा साटा सबै मिलाउनु पऱ्यो, घुमाउनु पऱ्यो। गर्मीको ठाउँ छ, धेरै गर्मी छ, गर्मीमा यो सम्भवै छैन। यो चाहिँ सजिलो हुन्छ। अहिले नै फिट गरिराख्यो, यसरी मजाले फिट छ। अब यो मजाले रेडी छ, यो रेडी छ है। यो मजाले रेडी गरेर चाहिँ राखेर मजाले एडजस्टमेन्ट मिलाएर झोलामा टक्क पोको पारेर गयो। जहाँ आफूलाई मार्नु मन लाग्यो त्यहाँनिर लगेर फुत्तै फ्याँकिदिएपछि हुन्छ। यो चाहिँ सजिलो हुन्छ। यो दह्रो पनि हुन्छ। तल त्यो पानीमा गएर झ्याउहरूमा फसेर अड्किँदाखेरि तान्दाखेरि चाहिँ झ्याउसँगै आउन पनि सक्छ यो, किनभने 0.5 mm को हो, दह्रो छ डोरी। तर यो त एकदमै सानो छ, एकदमै सानो। यो चुट्टिहाल्छ, यो सम्भवै छैन। यसरी हामीले चाहिँ मार्ने प्लानिङ गरेका छौँ।